अहिले जेएनजीहरूले पछुताइरह होला कस्तो चाहिँ हामीले प्रधानमन्त्री बनाइछौँ भनेर। अब भेट्न जाँदाखेरि रोक्ने, भेट्न अब आफ्नो माग पुरा उसहरू लिएर जाँदाखेरि पुलिसहरू लगाएर समाउने, कुटपिट गर्ने। अहिले अब जेएनजीहरूलाई यसो गरिरहेछन्। ल के माग पुरा भएको छैन, जेएनजीहरू अहिले सरकार पनि चुनाव गर्ने तर्फमा लागिरहेछ। जेएनजीहरूलाई अब अहिले माग पुरा नगरेर अब त्यत्तिकै जेएनजीहरू माग लिएर जान्छन्, त्यत्तिकै फर्किन्छन्, कुटपिट गर्छन्, पुलिसहरूले 2-4 लौरा हान्छन्, त्यही फर्किन्छन्। केही माग पुरा त्यही भएर पहिल्यै दिमाग लाउनु पर्ने हो क्या। राम्रो मान्छेलाई जेएनजीहरूले पहिले बनाउनु पर्ने। अहिले सुशीला कार्कीलाई त्यतिखेर अब जसरी नै बनाउनु पर्छ भनेर सबजना एकजुट भइथे। अब सुशीला कार्कीले अहिले आफ्नै फरिया उचालेर देखाए मात्रै, अब चाहिँ केही गर्न सक्दैनन् हेर। अब केही गर्न सक्दैनन्। अब चुनावमा आर्मी सार्मी लाएर भने जसरी नै चुनाव गराउँछन्। जेएनजीहरूलाई अब पछि जेएनजीहरूको सरकार आयो भने त के गर्ला, आफ्नै अब भोट जितेर सबै मिलेर राम्रोसँगले गरे भने त गर्लान्, न त त्यही पुरानो दलहरूको आएर पछि जेलमा हाल्छन्। यो 100% हो, लेखेर राख्नु।